हेलो साथीहरू नमस्कार। यो चाहिँ बस स्टप हो। यहाँबाट बसमा चढेर चाहिँ नि फाक्नु जान लागेको। फाक्नु भन्ने ठाउँ चाहिँ यहाँबाट अलिकति अगाडि। त्यहाँ गएर चाहिँ नि त्यहाँ एउटा जग्गा छ जो अब यो भाइरल धेरै भाइरल भएको यो टिकटकतिर इन्स्टाग्रामतिर। अनि अहिले हामी फाक्नु पुग्यो। फाक्नुमा चाहिँ यस्तै छ, हाम्रो इन्डिया नेपालतिर जस्तो हो। सबै हाम्रो खानापिना लुगाफाटा सबै यहाँ पाउँछ के अरे। यहाँ सबै खानाहरू हाम्रो गोर्खालीको दोकान भयो, तपाईँको बर्माको दोकान भयो, सबै छ यहाँ। इन्डियन खानाहरू पनि पाउँछ र सेम इन्डिया जस्तो याद आउँछ यो गल्लीतिर हिँड्दा चाहिँ। अनि यो चाहिँ हेर्नुहोस्, गल्ली यहाँबाट निस्केर उतापट्टि गयो भने कपडाको दोकानहरू छ। त्यो कपडाको दोकानबाट फेरि यतापट्टि निस्केर उता गयो भने चाहिँ त्यो मेन रोडमा पुग्छ। यहाँनिर चाहिँ कपडा लत्ताहरू किन्नुलाई स्याटरडे सन्डेतिर त धेरै मान्छेहरू आउँछ यो कपडाहरू किन्नु। यहाँको लुगाफाटा सबै पाउँछ के अरे। राम्रो छ, इन्डियाको लोकल मार्केट जस्तो है। यहाँ पनि मार्केटै हो। अब यहाँबाट हामी यो रोडमा निस्क्यो, यो रोडबाट सिधै हिँडेर गयो भने त्यो भाइरल पुलमा पुग्छ। अब हामी पनि त्यतैतिर लाग्नु लाग्यो। यो रोडको चाहिँ यस्तो छ, यहाँबाट मेन रोड छ। अनि यहाँबाट चाहिँ मेन रोड छ। अनि यहाँबाट तपाईँ यसरी घुस्यो पनि हुन्छ। र अब चाहिँ यहाँबाट हिँडेर यो भाइरल पुलमा पुग्यो। यो भाइरल पुल चाहिँ धेरै नै भाइरल रहेछ। हामीले त अब थाहा थिएन कि टिकटकको बनाएको, मतलब मान्छेहरू धेरै भाइरल भएको रहेछ यो पुलमा। अनि अहिले चाहिँ सुनसान छ। अब स्याटरडे सन्डेतिर मात्रै धेरै मान्छे हुन्छ र, तर एकदम राम्रो है। तल सानो एउटा खोला भनौँ कि नाला भनौँ, एउटा बगिरहेको छ। सुनसान छ तर राम्रो छ। कोही पनि आएर यहाँ टिकटक बनाउनु है, अब रिलहरू बनाउनु हुन्छ। यो चाहिँ उता अनुटमा पुग्ने बाटो रहेछ। एकदम रमाइलो छ। आज मेरो पनि छुट्टी, त्यही भएर यतातिर घुम्दा घुम्दै आएको। एकदम रङ्ग छ यहाँ। अब तलतिर हेर्नु नि तपाईँले, एउटा खोला नाला भनौँ न, तर बर्खामा त ठुलो खोला जस्तै हुने हो यो पनि। अनि यो बाटो चाहिँ त्यो फाक्नुको दुई गल्लीसँग ठ्याक्कै मिल्दो रहेछ कि त्यहीँबाट यहाँ आयो हुन्छ। अनुट र यो फाक्नुको दुई गल्लीबाट सीधा अनुटमा आउनुको लागि यो बाटो जोइन गरेको रहेछ। तो दोस्तों, कैसा लगा मेरा ये वीडियो, कमेंट कीजिए और लाइक शेयर भी कीजिए। तो ठीक है दोस्तों, लाइक और शेयर सब्सक्राइब करना और कमेंट जरूर करना। मिलते हैं नेक्स्ट वीडियो में। अब आप लोग सोच रहे होंगे कि मैं दोनों, तो दोस्तों मिलते हैं नेक्स्ट वीडियो में।